धरानमा छौँ हामी अब यहाँ खाजाको लागि एकदम भेडाटारको यात्रा भइरहेको छ। हामी धरानमा आइपुग्यौँ। यस्तो छ धरान चाहिँ। धरान यस्तो छ है साथीहरू। तर क्यारम बोर्ड खेलिरहनु भएको छ। यस्तो छ धरान चाहिँ। धरान हर्कज्यूले क्लिन राख्नु भएको ठाउँ चाहिँ। भेडेटार चढियो, चढिँदैछ, उकालो चढिँदैछ। बाटो इलामकै जस्तो रहेछ, घुमाउरे जस्तो साह्रो टक्रकै त्यस्तै रहेछ बाटो चाहिँ। चढिरहेको छ माथि, उकालो चढिँदैछ है साथी हो। हुस्से त्यस्तै लागिरहेको छ माथि, हुस्से लागेको रहेछ। माथि पुग्दा चाहिँ जाडो छ जस्तो छ। भेडेटारको बाटो माथि गइँदैछ। भेडेटार आइपुग्यो। भेडेटार आइपुग्यो। माथि 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 डाँडामा चिसो छ, चिसो। अब हामीलाई चाहिँ ठिक्क भइरहेको छ। यहाँको मान्छेहरूले चाहिँ ज्याकेट लाएर, ट्र्याक सुटर लाएर हिँडिरहनु भएको छ र हामीलाई ठिक्क भइरहेको छ। एकदम सुन्दर ठाउँ छ भेडेटार। ल हेर्नुहोस् है, यस्तो सुन्दर हुस्से लागेको छ एकदम। हुस्से लागेको छ। हेर्नुहोस् है, चिसो चिसो छ भेडेटार। माथि आइपुग्नु टपमा हुस्सेदै छप्प भएको छ। हुस्से लागेको छ डाँडा। यस्तो छ, सुन्दर छ है ठाउँ चाहिँ एकदम। हामी चाहिँ भेडेटारको यहाँ खाजा घरमा आइपुगेका छौँ। टक्क बाहिर निस्किँदा चाहिँ पछाडिपट्टि टक्क भ्यू छ है। हेर्नुहोस् है, चट्टै टपमा भ्यू छ। वाह, यस्तो राम्रो ठाउँ हेर्नुहोस् त। हेर्नुहोस् है, यस्तो छ भेडेटार, अति सुन्दर। सबै हुस्से लागेको छ। तर हेर्नुहोस् सुन्दर छ ईश्वरको सृष्टि। सुन्दर छ है ठाउँ चाहिँ। भेडेटारको माथि टपमा खाजा घरभित्र हामी आएको छौँ। त्यसको बाहिर पछाडिपट्टिको भ्यू यस्तो छ। सुन्दर छ ठाउँ। यो चाहिँ भेडेटार, सुन्दर छ ठाउँ। हेर्नु नि, बादल हिँडिरहेको छ, कुदिरहेको छ, हुस्सेहरू लागिरहेको छ। सुन्दर छ ठाउँ। ओ पर चाहिँ भेडेटार स्काई क्याफे एन्ड लज रहेछ। त्यहाँ चाहिँ माथि टपमा, टपदेखि हेर्ने माथि माथि रहेछ। त्यहाँ पुगेर हेर्ने ठाउँ रहेछ भेडेटार।
अनि 500 रुपैयाँको टल्की अचार यस्तो छ चाहिँ बादलहरू डाँडाहरू छ है एकदम सुन्दर छ ठाउँ चाहिँ बेलैटार हामी चाहिँ बेलैटारमा छौँ राखेका छौँ कस्तो राम्रो छ है ठाउँ चाहिँ घुमिरहेको छ रमाइलो गरिराखेको छ टावर माथि लिएर छ मोमो आइपुग्यो नानीहरू आदि काटेर लाउँछ खाजाहरू खाइराखेका छौँ यता भ्यू डाँडाको भ्यू यता ज्वाइँहरू त आइपुग्नु भयो छ अहिले त बादलले छ्याप्पै छोपो डाँडाहरू बिस्तारै खाऊ भन्दैछ है अब खानाहरू खाइसक्यो अब यहाँदेखि अब स्काई वक माथि बेलैटारतिर चढिँदैछ यस्तो छ स्काई वक माथि टप यहाँ चाहिँ 500 टिकट तिरेर जानुपर्ने रहेछ यस्तो छ टपमा आइपुग्न आँट्यो अब यस्तो छ ठाउँ चाहिँ माथि माथि रहेको छ यस्तो छ साथी हो ल टप यस्तो छ टपमा आइपुग्यो यस्तो छ है केही देखिँदैन यहाँदेखि सब बादलले आएको छ यस्तो छ स्काई वक टपमा आइपुग्यौँ हामी चाहिँ यस्तो छ यहाँको ठाउँ चाहिँ यहाँ पिङहरू खेलिरहनु भएको छ उहाँहरूले यस्तो छ यहाँ ए यहाँदेखि सिसा छ है तल छर्लङ्गै छ सिसा ए तल चाहिँ यस्तो छ यस्तो छ सिसाकै मात्रै छ तल छ है साथी सिसामा आइरहेको छ तल छर्लङ्ग छ यस्तो छ यस्तो छ यहाँ चाहिँ यता छर्लङ्ग छ है हुस्से यो चाहिँ केही देखिँदैन यस्तो छ यस्तो छ सिसाले बनिएको छ यतै
छ। बादल यस्तो छ है, बादल खोदिरहेको छ, त छोप्न लागेको छ सिटीलाई अब। त्यही सुन्दर छ। तल झऱ्यौँ, माथि टपमा गएर अब तल झर्दैछौँ। अनि गइएको छ ओह्रालो, एकदम भेगैटार पनि घुम्यो, भेगैटार पनि घुम्यो, डाँडा हेऱ्यो, सिनहरू पनि हेऱ्यो, सिसाको ग्लासमा पनि चढ्यो। अनि अब हुस्से चाहिँ दामी लागेको, आउँदै जाँदै एकदम राम्रो ठाउँ नेपाल। स्विजरल्यान्ड भन्दा कम छैन है नेपाल साथी हो। सुन्दर छ नेपाल एकदम।